हेलो नमस्ते एभ्रिवान। आज चाहिँ मैले एउटा जाम बनाएर देखाउन खोज्दैछु तपाईँहरूलाई। यो चाहिँ मैले डेली ब्रेकफास्टमा युज गर्छु। मेरो आफ्नो एकदमै पर्सनल फेभरेट हो यो। म आफ्नो ब्रेकफास्टमा सधैँ युज गर्छु हैन। त्यही भएर म तपाईँहरूलाई पनि देखाउँ भनेर सानो भिडियो बनाएको छु, हेर्नु होला। यो चाहिँ मैले फ्रेस बेरिज लिएको छु। तपाईले ब्लुबेरीको मात्रै पनि बनाउन सक्नुहुनेछ र स्ट्रबेरीको मात्रै पनि बनाउन सक्नुहुनेछ। द सेम वे तपाईले अप्रिकोट्स र ओरेन्जको पनि बनाउन सक्नुहुनेछ हैन। यो चाहिँ बेरिजको मिक्स बेरिज गरेको छु मैले, स्ट्रबेरी र ब्लुबेरिज। अनि यसको लागि चाहिँ एकदमै सजिलो छ बनाउने तरिका। अब बजारतिर पाउनेहरु भन्दा चाहिँ अलिकति फरक छ। बजारतिर पाउनेहरु चाहिँ उनीहरुले सुगर युज गरेको हुन्छ अनि लामो समय स्टोर गर्नको लागि उनीहरुले अब के मिसाएको हुन्छ हैन। अब यो घरमा बनाएको चाहिँ यसले चाहिँ धेरै लामो समय युज तपाईले स्टोर गर्न सक्नुहुन्न। हप्ता दिनदेखि 10 दिनसम्म चाहिँ तपाईले युज गर्न सक्नुहुनेछ। यसको लागि चाहिँ सिम्पली पहिला बेरिजलाई राम्रोसँग सफा गरेर अनि यसरी पकाउन राख्दिने। पकाउँदाखेरि पानीहरु केही पनि नराख्ने, यसमा पानी छुट्छ त्यो बेरिजबाट। अनि त्यो पानीलाई चाहिँ अलिकति सुकाउनु पर्छ के हैन। पानी जति सबै सुकाउनु पर्छ। सुकाएर यसरी कोल्ड बनाएर एकछिन राख्ने। अनि अलिक हल्का चिसो भइसकेपछि चाहिँ अरूले चाहिँ सुगरहरु राख्छ, जाममा सुगर हुन्छ। अनि मैले चाहिँ यो हनी राखेको छु स्वीटनेसको लागि। अब सुगर भन्दा अभियसली हनी चाहिँ हैन, मह चाहिँ हेल्दी हुन्छ, स्वास्थ्यको लागि राम्रो हुन्छ। त्यही कारणले हो। तपाईले त्यतिकै पनि खान सक्नुहुनेछ। बेरिज हल्का स्वीट नै हुन्छ तर अलिकति साउर पनि हुन्छ, अमिलो पनि हुन्छ यसरी पकाउँदाखेरि चाहिँ। त्यसो कारणले अलिकति गुलियो चाहिँ चाहिन्छ। अनि यसरी बनाइसकेपछि तपाईले मह हालेर राम्रो मिक्स गरेपछि एउटा चाहिँ कन्टेनरमा, सिसाको कन्टेनर, प्राय चाहिँ सिसाको कन्टेनरमा राख्नु होला, प्लास्टिकको कन्टेनरमा नराख्नु होला। यसरी सिसाको कन्टेनरमा राखिसकेपछि चिसो भइसकेपछि तपाईले फ्रिजमा राखेर हप्तादेखि 10 दिनसम्म स्टोर गरेर खान सक्नुहुनेछ। यो चाहिँ एकदमै हेल्दी जाम छ है। तपाईले देख्न सक्नुहुन्छ यसमा अरु केही पनि मिक्स छैन, सिर्फ जाम र हनी छ। अब यसलाई चाहिँ तपाईले प्यानकेकसँग, बिहान प्यानकेकसँग अथवा ब्रेडहरुसँग अथवा क्रोसेन्टहरुसँग बनाएर खान सक्नुहुनेछ। अब यो प्यानकेक बनाएको भिडियोहरु चाहिँ मैले पहिला हालेको छु, तपाईले हेर्नु होला। यसमा चाहिँ केही पनि छैन, एकदम सिम्पल प्यानकेक छ। यो चाहिँ आधा कप ओट्स अनि अलिकता सिनामन, 2टा अंडा र एउटा बनाना, यतिको मात्रै प्यानकेक हो। यसलाई तपाईले मिक्स गरेर ग्राइन्ड गरेर यसरी प्यानकेक बनाएर अनि यसमा साइडमा त्यो जाम चाहिँ माथिबाट हालेर, साइडमा अथवा जाम टपबाट हालेर चाहिँ तपाईले खान सक्नुहुनेछ। एकदमै इजी। तपाई एकदम बिजी हुनुहुन्छ भने एक दिन टक्क बनाएर राखेर हप्ता दिनलाई पुग्ने चाहिँ बनाएर राखेर यसरी एउटा ग्लासको कन्टेनर जारमा हालेर चाहिँ फ्रिजमा राखेर तपाईले चाहिँ खान सक्नुहुनेछ। तपाई काममा जाँदा बिहान उठेर हल्का प्यानकेक बनायो अथवा ब्रेड अथवा क्रोसेन्ट ल्यायो, यो जाम, कप अफ टी अर कफी अर जुस खाए सिम्पली तपाईले आफ्नो काममा जानलाई चाहिँ तपाईले सक्नुहुनेछ। एकदम सजिलो छ, धेरै सामानहरु केही पनि चाहिदैन, एकदम फ्रेश छ हैन। बजारमा भएको चाहिँ कति महिना अगाडि बनाएको हुन्छ, त्योहरु खानु भन्दा यसमा सुगर पनि छैन। मेन भनेको कुरा आर्टिफिशियल कलरहरु केही पनि छैन हैन। अनि यो चाहिँ आफूले घरमा बनाएर सकभर तपाईले खानेकुराहरु घरमा बनाएर खानु होला, आफ्नो फ्यामिलीलाई बनाएर दिनु होला, फ्रेश खानु होला हैन, सफा गरेर खानु होला है। इन अफ द डे योर हेल्थ इज योर वेल्थ भन्छ हैन। स्वास्थ्य नै सम्पत्ति हो, तपाईको ठूलो सम्पत्ति हो अरु भन्दा। त्यसैले फ्रेश खानु होला। मेरो च्यानल सब्स्क्राइब गर्नु होला। मैले प्राय हेल्थी फुडहरु नै अपलोड गरिरहेको हुन्छु हैन। त्यसैले डु सपोर्ट। थ्यांक यू फर वाचिङ। बाइ बाइ, चाओ।